हेलो साथीहरु हजुर भन्नु एउटी साथी चाहिँ माथि काफलको रुखमा चढ्नु भएको छ टिकटकबाट भिडियो बनाउँदा चाहिँ भोइसै आएन के त्यही भएर नर्मल क्यामेराबाट बनाएको यो मोबाइल चाहिँ उहाँ फुपूको हो हाम्रो फुपू चाहिँ हाँस्नमै व्यस्त हुनुहुन्छ ल ल ल ल ल अल्तलबाट रे यहाँ चाहिँ टिकटकमा भिडियो बनाइराख्नु भएको छ आफ्नो भिडियो बनाएर हेर्दै मक्ख परिराख्नु भएको छ यहाँहरु अघिको स्टन्टले फेल खायो साथीहरु त्यही रिपिट चाहिँ उहाँ चाहिँ माथि गएर फेरि जम्प हान्न लाग्नु भएको छ म चाहिँ तपाईहरुले उहाँको जम्प देखाउँछु ल है थोरै शर्मा छु भन्नु है रेडी हुनु भयो भने भन्नु है हामी चाहिँ यहाँ खैबाङ हाम्रो स्कुलको नजिकैको जङ्गलमा आछौँ रमाइलो भइरहेछ अनि वात्त आउनुभयो क्या तपाईँ ल उहाँ चाहिँ त्यहाँबाट जम्प हान्नको लागि एकदमै कडा मेहनत गरिराख्नु भएको छ पक्नु ल ओके साथीहरु तपाईँ देख्न सक्नुहुन्छ उहाँ चाहिँ माथि रुखबाट जम्प हानिराख्नु भएको छ ये तपाईँ ठिक त हुनुहुन्छ नि त्यही त भएन नि तपाईलाई यस्तो रमाइलो पनि हुने रहेछ हाम्रो फुपूले चाहिँ काफल खाइराख्नु भएको छ पर काफल यसो हामीले पनि दिनु न यहाँ काफल हामी चाहिँ तलतिर झरिरहेछौँ अर्को काफलको रुख हेर्न हेर्नु साथीहरु कति राम्रो छ ए बाटो त यता पो रहेछ चाहिँ पुरानो यादहरू ताजा भइरहेको छ हामी सबैको त्यहाँ कोल जान्छ त बोकर लिनु म त अस्ति ट्र्याक्टरमा हाल्ने तपाईहरु खन्न जाने ठ्याक्कै यता लिन जाने पुरा गर्नुस् पुरा खन्न जाने के त्यहाँ अनि खोलेर यता आउने ठ्याक्कै ग्यारेजमा हाले जाने खन्दिने ट्र्याक्टरमा लिदियो होला है अहिलेको हाँस्दै एकदम हावातालमा झरिराख मैले उक्लिने बेला के गरियो कति राम्रो पाट हो के वाउ भन्ने देखाउँछु है नपाट्नु होला है यहाँ फेरि वायु प्रदूषण हुन्छ फेरि हाल्नु होला फेरि यो वनमा काफल खान आएको काफल खान आएको काफल भेटेन अब के खाइकन जाने हो पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्गी सलल ऐ बहिनी कहाँ गयो क्या यहाँको बुटाउ छैन है तल छ के किन छ भेटेको छैन यो काफलले आज हिँड्ने रात पार्छ नयाँ नै मिलाएर गीत गाउँ अलि राम्रो मिलाउनु न यार बजारमा आएको बोल्नु के अरू पनि ए हो र बोल्नै सक्दिन भन्छ बोल्न सक्दिन भन्ने भएर बोल्ने फेरि हो चाहिँ
बाटो छ के हामी चाहिँ यो काफल खोज्ने क्रममा निकै टाढा आइपुगेका छौँ स्कुलदेखि। अब अहिले स्कुलको लागि जाँदाखेरि चाहिँ अब पसिना निक्लिन्छ। अहिले त्यो खोलानिर गो सानो बच्चाको मलाई चाहिँ ठिकै लागिरहेको छ। धेरै पछाडि यस्तो जङ्गल डुल्न पाएकोमा हरियाली देखिरहेछ। त्यहीँबाट हो। साथीहरू यहाँ मेरो चाहिँ चप्पलमा काँडा भिजेर खुट्टामा घावै बनाइदिएछ के। कसरी निकाल्ने होला? खुट्टामा हेर्नु न रगतै आइरहेको। निक्ल्यो। रिटर्न किन पो? ए ल लु गाइजहरू साथीहरू हामी चाहिँ अब रिटर्न जानु लाग्यो। काफलको बुट्टा त छ तर काफल छैन। अलिअलि भएको पनि के अरे यो हावाहुरी पानीले सबै झराइदिएको छ। त्यही भएर हामी जान्छौँ ल गाइज। बाई बाई।